हेलो नमस्ते सबैजनालाई। हाम्रो चाहिँ आज चैते दशैंको मितेरी रेस्टुरेन्टमा भव्य पार्टी हुँदैछ। भनिदिनु यहाँ के बनाउँदै हुनुहुन्छ? आहा कति मिठो देखेको। तर मेरो चाहिँ फेरि फ्यामिलीहरू कोही नेपाल छ, कोही उता घरतिर छ, कोही यहाँ रेस्टुरेन्टतिर छ। त्यही भएर यस्तै गरेर खाना खाँदैछु। अहिले घरमा लिएर गइदिनु न। ल हेर्नु है साथीहरू, मिठो देखेछ रोज। फेरि बुढा बाउ चाहिँ नेपालमा हुनुहुन्छ। बुढा बाउ अङ्कलले हेर्नुहुन्छ यो भिडियो। अङ्कललाई पठाऊ। ह्याप्पी दसैँ बुढा बाउ। के खानुभयो, के पिउनु भयो तपाईँलाई? बुलेट बाइक चढ्दै हिँड्नुहुन्छ? तपाईँ बुलेट बाइक चढ्दै हुनुहुन्छ भनेर यसो समाचारतिर आएको थियो। के हो कसो हो? ल है हाम्रो पारस सर चाहिँ पुरा नाच तिखार्दै हुनुहुन्छ। हेलो भनिदिनु पारस दिदीको युट्युबमा हेलो भनिदिनु। ल है हाम्रो जलजला रितु ढिङ्किचकुङ ढिङ्किचकुङ, उहाँको चाहिँ पुरा यहाँ तयारी हुँदैछ। दसैँ स्पेसलको पुलाउको लागि चाहिँ मैले नरिवल काट्दैछु। हजुरहरू सबैले के गर्नु है सब्सक्राइब गरिदिनु जलजला रितुको च्यानलमा। बेल आइकनलाई पनि दबाउनु भने नभुल्नु होला, ताकि नयाँ भिडियो हेर्नको लागि हो। अनि उहाँलाई चाहिँ फेरि एनर्जी ड्रिङ्क त कालो चिया खाँदै टक्क। एनर्जी ड्रिङ्क। ल फेरि हामी पारस उहाँ चाहिँ हुनुहुन्छ बिबिना पछाडिको हो नि। म चाहिँ यहाँ बोल न, हाई हेर नि तिमी यहाँ। ल हाम्रो भाइ बहिनी यस्तो हुनुहुन्छ। ल हाम्रो भाउजूले चाहिँ स्पेसल चैते दसैँ मनाउनको लागि बनाउँदै हुनुहुन्छ। मितेरी रेस्टुरेन्टमा छौँ हामी। हजुरहरू पनि मिठो खानाको खानको लागि अन्जसमा आउन सक्नुहुनेछ। डिसबोलमा हुनुहुन्छ। सबैलाई बाई, धन्यवाद। मेरो युट्युब च्यानलमा फेरि पनि सब्सक्राइब गर्नु है, जलजला रितु अफिसियल युट्युब च्यानल। बाई बाई। समाप्त। I'm here.